हेलो हेलो गाइस, हेर्नु न, यसलाई पनि बेपत्ता घारीमा छोडेको थिएँ नि त। हेर्नु न, अस्ति चाहिँ हिजो पानी परेर चाहिँ अलिक भिजाइदिएको छ कि यहाँनिर। आज र पनि बोनमिलहरू थपिदिइरहेछ यसलाई, फुल्दैछ नि त। यो चाहिँ मेरो के अरे पुणे भेराइटीको हो क्या यो। हाँगा सरेछ, यसको माउ त ऊ पर ठुट्टे बनाएर राखेको छु। हेर्नु त है, यो पुणे भेराइटी पनि फुलेछ। लापत्ता छोडिदिएको थिएँ कि मैले यसलाई, उता घारीभित्र कहाँ थियो, फुलेछ। हेर्नु न, यो अलिअलि फुलेर त यसो खुसी लाग्छ। मैले त्यतिकै मेरैमै अब किनेर ल्याएको पुणे भेराइटीको बोट थियो नि त, अनि त्यसको मैले हाँगा काटेर चाहिँ यहाँ गाडिदिएको थिएँ, जागेको के। यो मैले आफै सारेको कटिङ हो है यो चाहिँ। यो चाहिँ कसै नजिककोहरूले किन्नु मागेमा, साथीहरूले र किन्नु आउनेहरूले मागेमा दिनेवाला छु, किनकि यसको माउ मसँग छ। हेर्नु न गाइस, अस्ति यो स्प्लास पहिलामै मैले किन्नु त किनेको रहेछु। भाइले पो अस्ति लानु भएको थिएन र पहिला भनेर भन्नुभयो, लिएको थिइनँ जस्तो लाग्यो कि। अस्ति मेरो भिडियो आउँदाखेरि चाहिँ थाहा भयो कि फेसबुकले दिन्छ नि त, त्यतिखेर किनेर लिएको रहेछु। तर मैले मारि पठाएछु। हेर्नु न, यी फुल्दैछ। यो चाहिँ पुरा फिजिएको छ नि त। भाइले यस्तै ल्याइदिनु भएको थियो, फिजिएकै। हेर्नु न, यता यता गएर फुलिरहेछ। फुल्दैछ। जसरी भाइकोबाट लिएको थिएँ नि मैले, त्यस्तै राखिरहेछु। यसको बोट चाहिँ यहाँ मुनि हो कि। हेर्नु न, यसरी फुल्नु चाहिँ फुल्या छ मेरो। हेर्नुहोस् त, मलाई कस्तो मन परेर लिएको नि। वाउ नै लाग्छ नि लाग्नु त।